सिंहदरबार कसले बनायो अनि कति खर्च लाग्यो र सिंहदरबारमा पहिला को बस्थे? आउनुहोस् चर्चा गरौं। युरोपेली शैलीको सिंहदरबार काठमाडौँको मध्य भागमा अवस्थित छ। फ्रान्सको भर्सलिज दरबारबाट प्रभावित भएर बनाइएको यो दरबार चन्द्र शमशेरले बनाएका हुन्। कुमार नरसिंह राणा नेपालको प्रथम सिभिल इन्जिनियर थिए। उनका भाइ किशोर नरसिंह राणा पनि सिभिल इन्जिनियर थिए। यी दुवै भाइले फ्रान्सको भर्सलिज दरबारको परिकल्पनामा सिंहदरबारको खाका तयार पारेका थिए। चन्द्र शमशेर शिकार तथा कलाका शौकीन भएकाले त्यसबेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाले सजाएका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाट मगाइएको थियो। सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईस्वी सम्वत 1903 मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरु भएको 1 वर्षभित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा 1700 वटा कोठाहरू थिए, जुन त्यस बेलाको एसियाभरिको सबैभन्दा ठूलो दरबार थियो। यसको निर्माणमा त्यस बेलाको 50 लाख रुपैयाँ खर्च भएको थियो। त्यस निर्माणका लागि उनले प्रति रोपनी 90 रुपैयाँका दरले 350 रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरु भयो। सुरुमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए, तर बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। सिंहदरबारमा निर्माण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडा महारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बागदरबार देखियो। चन्द्र शमशेरले भने, ऊ बागदरबार भन्दै हातले औल्याए बालकुमारी देवीलाई देखाएका थिए। बालकुमारी देवीले, महाराज त्यो बागदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला? उनले भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम सिंहदरबार राखियो। सिंहदरबार निर्माण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एक दिन यो दरबार नेपाल सरकारलाई बेचिदिए। विक्रम सम्वत 1960 मा मोहन शमशेरकै बुबा चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गर्दा जो श्री 3 महाराज तथा प्रधानमन्त्री हुन्छ ऊ सिंहदरबारमा बस्न पाउँछ भन्ने नियम बनाएका थिए। तर त्यो नियम चन्द्र शमशेरकै पुत्र मोहन शमशेरले तोडे। उनी महाराज तथा प्रधानमन्त्री नबन्दै मुख्तियारी पदमा हुँदै पद्म शमशेर भारततर्फ औषधि उपचार गएको मौका छोपी उनी जबरजस्ती महाराजगंज स्थित आफ्नो निवासबाट सिंहदरबार सरेका थिए। एकछिन राष्ट्रिय ढुकुटीको चर्चा गरौं। जंगबहादुरले विक्रम सम्वत 1925 मा टुडेखेलको ऐतिहासिक खरीको बोटमुनि ठूलो भेला गराएका थिए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, देशमा संकटकालीन अवस्था आइपरेमा, दैविक प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटी प्रयोग गर्नु, अन्यथा नगर्नु। बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानु। मैले आजको मितिमा यो ढुकुटीमा जम्मा 11 करोड रुपियाँ राखिदिएको छु भन्दै सार्वजनिक गरे। त्यतिबेला त्यो राष्ट्रको ढुकुटीलाई कौसी तोखा खाना भनिन्थ्यो। चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी त्यसै कौसी तोखाखानाबाट 2 करोड रुपियाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा 1.5 करोडको नाफा भयो। चन्द्र शमशेरको 29 वर्षे शासनकालमा 28 वर्ष सिंहदरबारमै बित्यो र विक्रम सम्वत 1986 मंसिर 30 गते सोमबार उनको मृत्यु भयो। उनको मृत्यु सिंहदरबारमा नै भएको थियो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगाल दरबारबाट सिंहदरबार सरे। विक्रम सम्वत 1989 भाद्र 11 गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन जावलाखेल दरबारबाट सिंहदरबार सरे। यसै दरबारबाट जुद्ध शमशेरले दशरथ चन्द धर्मभक्त माथेमा शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनवाईको लागि विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरेका थिए। पछि उनीहरूलाई मृत्युदण्ड दिएको थियो। विक्रम सम्वत 2009 फागुन 7 गते पछि सिंहदरबार तत्कालीन श्री 5 को सरकारको स्वामित्वमा आयो
र मोहन आफ्नै महाराजगञ्ज स्थित लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेला सिंहदरबार श्री 5 को सरकारको सचिवालयमा परिणत भयो। 2007 सालमा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरबार प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए। अब आउनु सिंहदरबार आगलागीको चर्चा गरौं। चन्द्रशमशेरको पालामा बनेको नेपालको ऐतिहासिक सिंहदरबार 25 असार 2030 मा एकाएक विद्युत सर्ट भएर आगलागीमा पर्यो र धेरैजसो भाग ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको यो कलात्मक भवन नेपाली शान र चिनारी दुवै थियो। त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। नेपाली सेनाको बहादुरी र साहसकै कारण सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाउन सम्भव भएको थियो। आगलागीपछि राजा वीरेन्द्र र रानी ऐश्वर्या पनि त्यहाँ निरीक्षणका लागि पुगेका थिए। आगलागीपछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। साथै हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू पनि बनेका छन्। आजको भिडियोमा यति मात्रै।